हेलो गाइज नमस्ते। आज चाहिँ म मिनी भ्लग लिएर आइसकेको छु। आज चाहिँ हामी माछा मार्न जान लागेको छौं सबैजना। जंगलभित्र पुगिसकेपछि मम्मीलाई साग देख्यो र मम्मी साग टिप्न लाग्नु भयो। यो सागको नाम थाहा छ भने कमेन्ट गर्नु होला। मम्मीले थोरै भए पनि यो मिठो साग टिप्नु भयो। यो साग माछामा मिलाएर पकाउनु भयो भने झन् एकदमै मिठो हुन्छ, नभए ट्राई गर्नु होला। यहाँ फेरि दिदी बेनाको जोडी देखेर म जेलस हुनै लाथे, किनकि मेरो माया चाहिँ अगाडि जानु भएको छ मलाई छोडेर। त्यही पनि केही छैन, माया साथमा नभए पनि यो कोदालो त साथमा छ र हातमा छ भन्दै म अगाडि तर्फ हामी सबैजना बढिरहेछौँ। थोरै अगाडि गएपछि म यो रुखलाई देखेर साँप मानेर डराए। जंगलभित्र त अनेक थरीका जानवर हुन्छन् भनेर म त्यो रुखलाई देखेर डराए। खोलामा पुगिसकेपछि माछा छन् कि नै भनेर हामी माछा हेर्न लाग्यौँ। माछा त छ कि, तर हामी माथि गयौँ। माथि गइसकेपछि उता धेरै होलान् कि भनेर हामी यहाँबाट अगाडि बढ्यौँ। मेरो मायालाई चाहिँ जंगल हिँडेर भोक लागेर बाख्रा जस्तै पात चबाउन लाग्नु भएको छ। त्यसपछि फेरि हामी यहाँ माछा हेर्न लाग्यौँ, तर यहाँ माछा थिएनन्। त्यसैले हामी अगाडि बढ्यौँ अनि मेरो मायाले मलाई फुल दिन लाग्नु भयो, तर मैले भने बिसालु होला म लिन्न भने। त्यतिकैमा मेरो मायालाई रिस उठेर बाँदर जस्तो हरकत गर्न लाग्नु भयो। अनि हामी अगाडि बढिसकेपछि माछा देखेर हामी माछा मार्न लाग्यौँ। अनि भेनालाई भने कि कुलो बाँध्नु म पानी फाल्छु भनेर, अनि मेरो कुरा मान्नु भयो। अनि यो पानी देखेर मलाई यो गर्मीमा कोका कोलाको याद आयो। त्यसपछि यहाँ बुवा पानी फाल्न लाग्नु भयो। हाम्रो गाउँमा त यसरी माछा मार्छन्, अनि हजुरको गाउँमा कसरी मार्छन् कमेन्ट गर्नु होला। अनि टेवारा गर सिद्धिसकेपछि अर्को गरामा दिदी अनि माया पानी फाल्न लाग्नु भएको छ। अनि दिदी र माया पानी फालेर थाक्नु भयो। त्यसपछि हाम्रो पालो आयो। भेनाको अनि मेरो कम्पिटिसन चल्न लाग्यो, कसले धेरै फाल्छ भनेर। अनि छिटो, तर यो कम्पिटिसनमा भेना अनि म बराबर भयौँ। अनि यहाँ मेरो माया चाहिँ धेरै माछा मार्यौँ भनेर डान्स गर्न लाग्यो। माछा मारेर पनि हामी घर आइसक्यौँ। माछा भने हामी यतिका मारिसक्यौँ। अनि आजको फर्स्ट मिनी भ्लग चाहिँ यति नै हो। आजको मिनी भ्लग राम्रो नै भयो होला भन्ने आशा गर्दछु। ओके बाई बाई गाइज।